Hello everyone, Lasso Fafula. Welcome back to my YouTube channel. यस्तै हो रियाक्सन अब मेरो फर्स्ट बोली नै। अब म चाहिँ यहाँ दिदीकोमा आएको छु अनि अब म मेकअप गर्नु आँटेको हो अनि त्यसमा मेकअप गरेर हामी सुटको लागि बाहिर जान्छौँ। कहाँ जान्छौँ थाहा छैन। मलाई चाहिँ रुगा लागिरहेको छ क्या अलिअलि नै धेरै एकदम यस्तरी हिँड्नुपर्छ नि त सानो यस्तरी आफै यस्तरी दिदी जसरी हेर न सबास ल यस्तो गर्ने हो गुड 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 ल ल हो यस्तो यस्तो गर न यस्तो घुडाएर न बडो बोक्छ अहिले मैले नि तिम्रो मेरो मुख अलिक टाढै राखौँ हिँड्नुपर्छ नि त कान्छु नानु ल ताते गर्नुहोस् न त ताते जाडो भएन होला ल हामी बहिनी खुट्टामा कहाँबाट अचार आयो के हो यो What is this? Oh my god. Chi no. Chi. पुसी गर्ने हो जुस खाने बहिनी मामले नखाने दिदी रुगा लगाएर माम खायो कान्छुले मेरो मेकअप सकिसक्यो भ्लग बनाउँदैछु बनाऊँ भनेर ल हिँड्दा हामी त हिँडेको गाइड छ अब हेर्नुहोस् सरी ट्याक्सी त लगाउँदैछ हामी निस्केको सुटको लागि हजुर फुल भिडियो आइसक्यो मलाई छोडेर जानुहुन्छ नि यति त रोडमा अहिले मलाई भिडियो बना भनेर गाडी गऱ्यो भने बर्खा हेलो साथीहरू म बेहुली भइसकेँ यता हेर्न सक्नुहुन्छ ल गर्नु नि के गर्नु कपाल त निकाल्नु पर्यो होला नि बाइ द वे चाहिँ गुरुङ ड्रेस हो हाम्रो न्यू फेसनको बिग्रेलाई कपाल बिग्रेलाई यस्तो दामी छ यहाँको लोकेसन चाहिँ अनि हाम्रो इरान्जली फोटो खिच्ने हो कि यो पातामा चाहिँ भिडियो बनाउने होइन अहिले बसेर खिच्ने होइन के गर्ने फोटो खिचौँ ल फोटो खिचौँ ल लिनु बन्द गरिदिनु त पज गरिदिनु हाम्रो मोडल मोडल सरल गोली मार्ने माथिबाट खुल्न सक्छ के हो यो भित्रको अनि भोस त्यो पुत्तै खुल्ने के सबै यसरी छेउ नाना चुरी काङ्मुले के अनि यो माथिबाट निकाल्नु पर्छ नि त फेरि यो त्यसो भए हराम चावल के हुँदैन के होस् न त के भयो त नि सुल्लाह खला के हुँदैन लु म हेर्न चाहिँ पाइन्छ छुन मात्रै पाउँदैन के सर्च गर टच नभन्छ हैन फेसबुकमा आइज त इन्स्टामा आइज अब तामाङ ड्रेसको पालो
ब्लाउज पनि चेन्ज गाइस अनि अर्नामेन्ट्स पनि यो पनि खोल्छ टोइलेटमा जाने अनि ठुलो सानो हो त ल अब तामाङ ड्रेस अनि त्यस पछाडि अनि खोइ कुन कुन छ अनि रात परेर गऱ्यो भने गर्छ यता हेर्नु कति दामी फुलहरू छ क्युट क्युट यहाँ मेरो उर्मिला दिदी हुनुहुन्छ दिदीलाई चाहिँ पछि बोलाउनु भएको अनि अब हामी टोइलेटभित्र छिरेको ल गाइज ए एउटै हो के हो छोरा हामी तर मलाई झागा च्याम्दाखेरि कोर्मीलाई यार यो तामाङको पर्दैन सो मलाई कस्तो देखाएको छ भनिदिनुलाई अनि त्यसलाई मैले के भन्नु मैले एउटा कुरा के भन्नुपर्ने छ भने मेरो भ्लग हेरिदिनु है किन भन्दाखेरि मलाई मेरो चाहिँ मोनिटाइज उडेको छ गाइज होइन साथीहरू अनि त्यस पछाडि त्यही भएर मलाई हल्का टेन्सन छ अब मैले फेरि सुरुवातदेखि गर्नुपर्ने हुन्छ सो त्यही भएर भ्लग हेर्नु होला है अनि त्यही हो अनि यदि हजुरहरू नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु मेरो युट्युब च्यानल अनि भिडियो हेरिदिनु ल मेरो भाइ रेडी टिटी ल भन ल ए तपाईँलाई पो देखाएको छु अहिले मैले फेरि लिम्बू राइस लगाइसकेँ यो लिम्बू राइस दुइटै लाउँछ दिदी होइन कुन हो लिम्बूले हो ए लिम्बूको गाइड यो चाहिँ साथीहरू अनि हाम्रो सनसेट हुन लागिसक्यो जान लागिसक्यो अझै सकेको छैन लिनु ल वाउ कस्तो दामी देखेको यता जे बत्ती बलेन कि त्यति एकछिनै सो आज चाहिँ मैले धेरै बोलेर भिडियो हालेको छैन है किन भन्दाखेरि यता धेरै बोल्न नि पाएन भिडियो बनाउनु पाएन मेरो फोन स्टोरेज फुल भएर अनि मैले मिनी भ्लग पनि बनाएको छु यो ठाउँ चाहिँ कस्तो राम्रो छ भोलि पर्सि म बोयफ्रेन्डसँग डेटिङ आउनु पर्ला यहाँ चाहिँ है गाइस सब चाहिँ हामी सबैजना जानु भइसक्यो दुईजना दिदीहरू जानु भइसक्यो अब म आफ्नो घर जान्छु अनि दुईजना दिदीहरू जानुहुन्छ अनि हामी टाटा बाई बाई यहाँ हेर्नु न कति राम्रो येल्लो कलरको फुल छ ओके बाई बाई मलाई कस्तो राम्रो देखाएको छ है बाई द वे अहिले राति झन् मेरो पठाउ आउँदै हुनुहुन्छ यता यस्तो छ यो भक्तपुर हो गाइज साथीहरू